हेलो गाइजहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी यसो केटाहरूसँग बाहिर निस्किरहेका छौँ। म चाहिँ यहाँनिर यसो क्यामेराम्यान बनिरहेको छु। केटाहरू अगाडि अगाडि कुदिरहेछ, म पछि पछि छु। त्यहाँबाट हामी चाहिँ अहिले अचन भन्ने ठाउँ गइरहेको छौँ, अचन मार्केट। टाइम लाग्छ थुप्रै। जेब्रा क्रसिङ गरेर बाटो काट्नुपर्छ। पोलती या भने पुलिस हो। यस्तो गएर के भइरहेछ यहाँ चाहिँ। यस्तै चाहिँ गाइजहरू अगाडि हिँडिरहेछ नि, टक 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 टक। लौरा फेरि साइकलको बाटो जस्तै लौराले त्यही भएर लिएर आइछ फेरि। हामी यहाँ आइरहेको छौँ। मेरो कुदिरहेछ गाइज। ग्याङहरू कुदिरहेछ अगाडि अगाडि। कुरी होइन रहेछ नि यार, हात मात्रै फोहोर भयो। अहिले चाहिँ हामी अचन आउनुलाई अझै लाग्छ 15 देखि 20 मिनट। 3-4 मिनट भएछ रुमदेखि हिँडेको। हामी चाहिँ यहाँ टक्कसँगै घुमिरहेछौँ है। रमाइलो पनि हाम्रो यहाँ तरहराको दाजु हुनुहुन्छ, पुर्ख्यौली घर खोटाङ। यता अगाडि सबैको काका हिँडिरहेछ सानमा झोला बोकेर। क्या तल्लो बाटो मालो बाटो जाऊँ न। यहाँ त मेरो मिनी भ्लगको अनि यहाँ त भ्युज नै आउँदैन नि, राम्रो ठाउँ छैन। साइकल आइरहेछ बाटोमा, यता कुहिरेहरू बसिरहेछ। यता हाम्रो ग्याङ हिँडिरहेछ। एकजना अगाडि पुरा बिग बस, सेकेन्ड बस, थर्ड बस, यता फोर्थ बस। यहाँनिर कुहिरे यहाँनिर गाडीको पर्खाइमा होला। हाम्रो नेपालको जस्तै हेर्नै गाइजहरू किम्बु छ। काकाले पुरा हान्नु भएको छ। म पनि एउटा
यो चाहिँ ताना न खाने तर खल्लो हुँदो रहेछ यार किम्बु सही छ है गाई चरे हेर्ने आमा आँखामा कस्तो न को खाने म खाने है ए खोइ गाई चरे हेर्ने युरोपमा पनि किम्बु हुन्छ सही हुने रहेछ यार नेपालको जस्तो सेम किम्बु ए खुट्टेले मैले पुरा म कस्तो बनाएको थिएन यस्तो के गरेछ भने कि आफै त्यस्तो भयो अलिक सानो रूप वर्षको फल खानुपर्छ क्या कहिले काहीँ होइन त्यही त भनेको अर्ग्यानिक भनेर किम्बु खप्छ है गाइड्सहरू किम्बु हेर्नु है अर्ग्यानिक चिज आज खान पाइयो अन्तखेरि आफ्नो स्क्यानसट गर्ने गाडी हुने ठाउँ हो यो चाहिँ है गाइड्सहरू यहाँ चाहिँ अब नयाँ बिल्डिङ बन्दैछ है काम धमाधम सुरु भइरहेको रहेछ थुप्रो दिन भयो त नआएको नि पहिला त भर्खर यहाँ मुनि थियो अहिले निकै ठुलो बनिसकेको रहेछ आज नि छुट्टी भोलि नि छुट्टी पर्सि नि छुट्टी छ उताको 2 दिन त छुट्टी हो पर्सि चाहिँ यहाँको खोइ केही चाडपर्व रहेछ यो हाम्रो क्रिस्चियन परिवारहरूको त्यही भएर छुट्टी छ त्यहाँबाट टक्कसँग हामी चाहिँ घुमफिर कार्यक्रम भइरहेछ है टक्कसँग गाइसहरू यो चाहिँ पुरानो बिल्डिङ हो है पुरानो आर्मी क्याम्प यस्तो भइरहेको छ अवस्था हेर्नु है यो चाहिँ उता नयाँमा सारेको छ यो चाहिँ धेरै पुरानो 25 साल भनेपछि 1900 कतिमा बनेको बिल्डिङहरू रहेछ अहिले धेरै पर सारेको छ अस्ति पुगेको थियौँ हामी नि लामो छ 5 मिनट लाग्छ यहीबाट तेर्सै जान यसको एरिया कट्नु नि परासम्म छ खोइ मैले मेरो देश नेपालमा मात्रै सरकारी अफिस सरकारी कार्यालयहरू सरकारी भवनहरू पुरानो देखेको थिएँ युरोपमा पनि त्यस्तै हुँदैछ नि त हालत गाइस यस्तो छ अब हो बिचारा युरोप भन्नु मरेछ गाइजहरू युरोप आउने पैसाले नेपालमा केही व्यवस्था गर्दा हुन्छ है हालत यहाँ हामी जस्तै हुन्छ फेरि बसाइ छ जङ्गलको जानुपर्छ आधी घन्टा हिँडेर सामानहरू किन्नुको लागि यहाँ तल चाहिँ फेरि गाडी बनाउने ठाउँ हाम्रो साथीहरूले गाडी बनाइरहेको छ आर्मी क्याम्पको हालत हेर्नु चाहिँ बिचारा गाह्रो छ नि यो दामी भइरहेको गाइसहरू फेरि हामी यता आइपुगेको छौँ है 50 लिटर राम्रै हुन्छ त एक हप्ता गऱ्यो भने हाम्रो तराहरूको दाइ के भन्छ अगाडिको हाम्रो काकाको सोल्टी अलिक कुरै बुझ्दैन अल्टल कुरा गर्छ यो घरमा फेरि कुकुर छ उता कफी सपमा र गाडीको फोटो छ यार घरि च्याती हेर्नु त्यस्तो नबोल्नु मेरो ब्लगमै कफी सपमा पेन्टिङ भइरहेको रहेछ
दामी हाँसिने छ तराहरूको दाइले है सर यहाँ पूर्वेलीहरू उता एकजना भाइ गइरहेछ उहाँ चाहिँ राई नै हो मणि राई दुईटा तामाङ छ एउटा यहाँ दाहाल राई हुनुहुन्छ रमाइलो छ यहाँनिर हामी चाहिँ यस्तो घुमिरहेको छौँ हेर्नुहोस् गाइसहरू यो हामी पहिला यो घरमा बसेको थियौँ यस्तो छोटो घरमा हेर्नु त थोरै घरमा बसेको थियौँ पहिला अब फेरि हाम्रो पार्क आइपुग्यो पुरानो पार्क एकदम सही रमाइलो घुम्ने ठाउँ यो रुखहरू आउँदाखेरि खुइली गएको थियो अहिले हरिएन हरियो गुड ठाउँ एन्ड गुड लोकेसन ब्युटिफुल सेम नेपाल जस्तै छ ठाउँहरू हेर्नु होला यहाँनिर हामी अब पछि आउने छौँ फेरि घुम्दै फिर्दै यता हेर्ने कोइरालोको रुख जस्तो देखिन्छ कोइरालो होइन आँपको रुख जस्तो देखिन्छ आँपको रुख पनि होइन रमाइलो छ घाम छैन त्यही भएर मान्छेहरू घरमै छन् निस्केको छैनन् घाम भएको त निस्किन्थे आज घाम हुनुहुन्न रहेछ त्यही भएर निस्किनु भएन कोही साथीहरू रमाइलो छ ठाउँ गाइसहरू हेर्नु होला है एकदम गुड ठाउँ घुम्दै फिर्दै हेर्नुहोस् गाइसहरू आउँदैछ हेलो गाइसहरू यो चाहिँ हाम्रो फुटबल खेल्ने ठाउँ हो जनामा यहाँ धेरै फुटबल खेलियो कसैको हात बिग्रो कसैको घोडा पिल्सो अझै पनि मेरो हात बिग्रिरहेछ यहाँ चाहिँ दह्रो खेलिन्थ्यो फुटबल फ्रेन्डहरू पुरा लडिराखेको र कसैको घोडा पिल्साउने कसै केही भएको थियो यहाँभित्र चाहिँ हाम्रो फुटबल डह्रो जान्थ्यो हेर्नुहोस् नि आज त कोही आएको छैन रहेछ साथीहरू नि खेल्नुको लागि बिहान आएर खेलेर गयो कि नभए रमाइलो तरिकाले यहाँ खेल्थ्यो यता बास्केटबलहरू खेल्ने यहाँ फुटबल हामी दह्रो खेलिन्थ्यौँ नि गाइसहरू छनु त रहेछ यहाँनिर खेलिन्थ्यो रमाइलो गरिएको थियो यहाँनिर पुल आइपुग्यो यहाँको माछा पनि 2-3वटा खाइएको थियो पहिला बस्दा यहाँको हाँसहरू हल्का यसो 1-2वटा खाइयो परेवा पन्छीहरू त्यता उड्दैछन् माछा छ छनु चाहिँ यस्तै छ अब हामी चाहिँ यही हो मार्केट यो र यो हो जानुपर्ने ठाउँ हामी यहाँनिर दुईटा हाल्नु त 1 रुपियाँ हुन्छ सल्टेड लिएर पैसा राख्नु यो चाहिँ रेल कुद्ने बाटो हो गाइसहरू ल आजको भिडियो यतिसम्म मात्रै गाइसहरू धन्यवाद लाइक गरिदिनु होला